शिक्षकहरू आफ्नो माग लिएर काठमाडौँ आएका छन्। प्रधानमन्त्री चाहिँ जागरण सभा भन्दै भाषण गर्न देश दौडामा हुनुहुन्छ। जनतामा चेतना नआएको, जागरण नभएको हुनाले उहाँलाई अभियान नै चलाउन परेको होला। आफै सरकारमा हुँदा प्रहरीदेखि सेनासम्म र सूचनाका सबै संयन्त्र आफैसँग हुँदा समेत जागरणका लागि लाखौं जनता सडकमा उतार्नै पर्ने अवस्था महसुस हुनु भनेको जनता धेरै नै बुद्धु हुनु हो। सडकमा नआई जागृत नहुने चेतना छ हाम्रो। जागरणका लागि त शिक्षकहरू बढी उपयोगी हुन्थे कि तिनको माग नयाँ पनि रहेनछ। यसअघि भएका सहमति कार्यान्वयन गरे पुग्ने रहेछ। देशमा अझै पञ्चायतकालीन शिक्षा ऐन छ। कति धेरै कानुन नबनेर संघीयता कार्यान्वयनमा आएको छैन। त्यसैका लागि तलब र भत्ता बुझ्ने जम्बो सांसदसँग भने कुनै बिजनेस छैन। जागरण भनेको पनि नयाँ कुरा त केही रहेनछ। एमाले मात्रै विकासवादी र लोकतान्त्रिक दल हो, अरू अवसरवादी र प्रतिगामी हुन् भन्नलाई त किन सडक जाम गर्नु र? संसदमै भन्नुभएकै छ। पूर्व राजा ज्ञानेन्द्रलाई र अलिकति प्रचण्डलाई त्यही बासी गाली र घोचपेच गर्नुलाई नै जागरण त के भन्नु र? नयाँका पछि नलाग्नुस्, ती ठग र साहुमारा छन्, एमालेकै पछि लाग्नुस् भन्नु नै जागरण हो र? पूर्व राजा ज्ञानेन्द्र र विपक्षीलाई गाली गरेर भन्दा अत्यावश्यक ऐन कानुन बनाई देशका समस्यालाई गम्भीरतापूर्वक हल गरेर पो व्यवस्था बलियो होला त। 2/3 शक्ति त काममा पो प्रयोग गर्ने हो। 1 लाख एमाले युवा काठमाडौँमा उत्रिएपछि मञ्चबाट राम्रो म भनेपछि जनतामा जागरण त आउला रे। त्यो जागरणले आउने चाहिँ के होला? यसो तथ्य र तथ्याङ्कमा टेकेर देशको अर्थतन्त्र, यसका अल्पकालीन र दीर्घकालीन चुनौती, पूर्णतः ऋणमाथि निर्भर विकास खर्च र त्यसले निम्तिन सक्ने सङ्कट, ऋण पाइएन भने फेल हुने राष्ट्रिय बजेट, बल्निदो विश्व राजनीति र त्यसले ल्याउन सक्ने भू राजनीतिक चुनौती जस्ता विषयमा इमान्दार बहस र मनन गर्ने प्रधानमन्त्री पनि त राम्रै हुन्थ्यो होला। प्रधानमन्त्री एक्लैले कुनै एउटा दल या सरकारले मात्रै चाहेर सबै थोक पक्कै गर्न सकिन्न। तर देशका चुनौती र सम्भावना बारे जनतालाई सुसूचित गराएर पनि जागरण ल्याउन सक्नुपर्ने हो। कम्तीमा राष्ट्रिय बहस र सृजनात्मक र वस्तुगत बन्न सक्नुपर्ने हो। त्यही क्षोभ, त्यही गाली, त्यही आक्रोश, त्यही अशिष्ट आक्षेप, त्यही भडास, त्यही आत्ममुग्धता र त्यही चोरी औँलाले मात्रै त कसो जागरण आउला र?